नयाँ वर्ष 2083 राष्ट्रिय संकल्प एकता र समृद्धिका लागि आह्वान। नयाँ वर्षमा स्वयम्भूमा धार्मिक पर्यटकीय चहल पहल। अध्यादेशबाट निजामती ऐन ल्याउँदै सरकार 22,000 दरबन्दी कटौतीको तयारीले कर्मचारीमा खैला बैला। ऐनमा दलैपिच्छे कर्मचारी सङ्घ संगठन खोल्न पाउने व्यवस्था हटाइने। 29 वैशाखभित्र एससी को नतिजा सार्वजनिक गर्ने तयारी। ट्रकको ठक्करबाट घाइते ट्राफिक इन्सपेक्टरको मृत्यु। सरकारका प्रवक्ताको भनाई सम्पत्ति विवरण पारदर्शी छ, कुनै डर छैन। कांग्रेसको 1 महिने जरा अभियान सुरु। समानान्तर गतिविधि गरेपछि पूर्णबहादुर खड्कालाई गगन थापाको जवाफ। अद्यावधिक नगरे सदस्यता रहँदैन, अनावश्यक कोलाहल नमचाउनु। ग्रिन पोखरा क्लिन पोखरा अभियान। 2,26,000 रैथाने बिरुवा रोप्ने महाअभियान। डेडिकेटेड ट्रङ्क लाइन विद्युत बक्यौता उठाउन प्राधिकरणले उद्योगलाई फेरि काट्यो पत्र। रवि लामिछानेको नयाँ वर्षको शुभकामना। खिल निकाल्ने वर्ष हो, मजाले दुःख सहने शक्ति मिलोस्। प्रेमिका भेट्न गएका प्रहरी जवानको श्रीमानले गरे हत्या, आरोपी 4 जना पक्राउ। धादिङमा 1,50,00,000,000 फ्रेन्च फ्राई उद्योग खुल्दै नयाँ आर्थिक इतिहास बन्ने। राष्ट्र ब्याङ्कको प्रतिवेदन। घरजग्गा क्षेत्रमा देखिन थाल्यो सुधारको संकेत। अमेरिकाको नाकाबन्दीका बीच प्रतिबन्धित चिनिया ट्याङ्करले पार गर्यो हर्मुज स्ट्रेट। हर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी नजिक आए। इरानी जहाजमाथि प्रहार गर्ने ट्रम्पको चेतावनी। पुटिन र इन्डोनेसियाली राष्ट्रपति बीच मस्कोमा व्यापार र भूराजनीति बारे वार्ता। इजरायलसँगको वार्ता रोक्न भन्दै हिजबुल्ला नेताले भने युद्ध मैदानबाटै परिणाम दिनेछौँ। इरानमा 1600 भन्दा बढीलाई मृत्युदण्ड। संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा अमेरिका र इरानलाई वार्ता जारी राख्न आह्वान। र हंगेरीमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेका 30,000 पार्टीका नेता पिटरद्वारा यूसँग रचनात्मक सहयोग र व्यावहारिक परराष्ट्र नीतिको प्रतिबद्धता। यी र यस्तै समाचार सहित देश विदेशका 25 महत्त्वपूर्ण खबर संक्षिप्त रूपमा लिएर आएका छौँ। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। देशमै बसौं, देशमै केही गरौं। लोकसेवा तयारीका लागि टिम सन्देश नै रोजौं। एक पटक भर्ना जागिर नहुँदासम्म ढुक्क। नमस्कार, इन्सा नेपाल न्युजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सुजन पौडेल। सदाका दिन जस्तै आज पनि हामी देश दुनियाँको ताजा अनि महत्त्वपूर्ण खबर अपडेट सहित तपाईँमाझ उपस्थित भएका छौँ। तपाईँले हाम्रो न्युज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरुवात गरौँ। नयाँ वर्ष 2083 राष्ट्रिय सङ्कल्प एकता र समृद्धिका लागि आह्वान सम्बन्धी प्रसङ्गबाट। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध हुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा आह्वान गर्नुभएको छ। नयाँ वर्ष 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर देश निर्माणको सङ्कल्प गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि सङ्कल्प गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक परेमा जोड दिनुभएको छ। हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै उहाँले जनताले विधिको शासन, दिगो शान्ति, सुशासन तथा सामाजिक न्यायसहितको विकासको चाहना राखेकाले त्यसलाई पुरा गर्नेतिर लाग्नुपर्ने बताउनु भएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले नयाँ वर्षलाई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ। सामाजिक सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण जस्ता क्षेत्रमा एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो। उहाँले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादी प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ। तराई मधेसमा मनाइने सतवाइन, जुड शीतल, सिरुवा पवानी तथा काठमाडौँ उपत्यकाको बिचका जात्रा लगायत पर्वले सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सुदृढ बनाउने उल्लेख गर्दै उहाँले ती पर्वहरूको अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री बालन शाहले नयाँ वर्षको अवसरमा सम्पूर्ण नागरिकको सुख, शान्ति र आरोग्यको कामना गर्नुभएको छ। उहाँले संस्कृत श्लोक उद्धृत गर्दै सबैको जीवनमा दुःखको अन्त्य र कल्याणको भावना स्थापित होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ। नेपाली
नेपालीहरूको नयाँ वर्षको पहिलो दिन मङ्गलबार देशका विभिन्न राजनीतिक दलका प्रमुख नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिँदै राष्ट्रिय एकता, समृद्धि र विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभएको छ। नयाँ वर्षको अवसरमा पूर्व राष्ट्रपति, प्रधानमन्त्री, नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूले शुभकामना सन्देश दिनुभएको छ। वैशाख 1 गते नेपालीहरूले हर्षोल्लासका साथ नयाँ वर्ष पर्व मनाएका छन्। काठमाडौँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ क्षेत्रमा भक्तजन र पर्यटकको घुइँचो लाग्यो। विश्व सम्पदा सूचीमा सूचीकृत यस पवित्र स्थलमा दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू अवलोकन र पूजाआजाका लागि पुग्ने गरेका छन्। कोही शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिरहेका देखिन्थे भने कोही गुरुबाट आशीर्वाद लिँदै टीका थापिरहेका थिए। स्वयम्भूको मुख्य स्तूप वरिपरि रहेका प्रार्थना चक्र घुमाउँदै गरेका श्रद्धालु र विश्व शान्ति पोखरीमा सिक्का खसालेर मनोआकांक्षा पुरा हुने विश्वास राख्नेहरूको दृश्यले त्यहाँको धार्मिक महत्त्वलाई प्रष्ट पार्दछ। साथै त्यहाँका बाँदरहरू र प्राकृतिक सौन्दर्यले आगन्तुकहरूलाई विशेष आकर्षक प्रदान गरेको छ। विदेशी पर्यटकहरू समेत त्यहाँको आध्यात्मिक वातावरणमा मन्त्रमुग्ध भई ध्यान र प्रार्थना गरिरहेका देखिन्थे। धार्मिक सहिष्णुताको प्रतीक मानिने स्वयम्भूमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूले समान आस्थाका साथ पूजा गर्ने गर्दछन्। विशेष गरी नयाँ वर्ष र सार्वजनिक बिदाका दिनहरूमा त्यहाँ दर्शनार्थीको चाप अत्याधिक हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। स्वयम्भू क्षेत्रको यो चहलपहलले नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किँदै गरेको सङ्केत गरेको छ। सरकारले अध्यादेश मार्फत सङ्घीय निजामती सेवा ऐन जारी गर्ने आन्तरिक तयारी गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनमा देखिएको समस्या समाधान गर्न अध्यादेश ल्याउने तयारी थालेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका निजी सचिव रामप्रसाद आचार्यको भनाइ उद्धृत गर्दै नेपाल खबर.com प्रकाशित समाचार अनुसार राष्ट्रिय सभाबाट पास भएको उक्त विधेयकलाई आधार मानि केही बुदामा परिमार्जन गरी अध्यादेश ल्याउने तयारी छ। गत भदौ 17 गते सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पास गरी प्रतिनिधि सभामा पठाइएको थियो। तर भदौ 27 गते प्रतिनिधि सभा विघटन भएपछि सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक कोमामा पुग्यो। राष्ट्रिय सभाबाट पारित विधेयकलाई संसदबाट अगाडि बढाउन समय लाग्ने भएपछि सरकारले अध्यादेशको बाटो समातेको देखिन्छ। बालिन सरकारले सार्वजनिक गरेको शासकीय सुधारका 100 कार्यसूचीमा सङ्घीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने उल्लेख छ। सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेजसँगै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ। यसका लागि आवश्यक कानुनी व्यवस्था, विशेषतः सङ्घीय निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्न अध्यादेश ल्याउन लागि मन्त्रालयले जनाएको छ। सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकलाई संसदबाट पारित गरी राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्न कम्तीमा 6 महिना लाग्ने देखिएपछि मन्त्रालयले अध्यादेशको तयारी थालेको छ। सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन गत 24 गतेको मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि अन्त्य गरिसक्नु भएको छ। 21 फागुनको निर्वाचनपछि संसदको पहिलो सत्र चैत 19 गतेदेखि 27 गतेसम्म बसेको थियो। बजेट अधिवेशन सुरु हुनु अगावै सरकारले अध्यादेश मार्फत नै ऐन जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। अध्यादेशबाट ल्याउने तयारी गरिएको ऐनमा दलै पक्षका कर्मचारी सङ्घ सङ्गठन खोल्न पाउने व्यवस्था हटाइएको छ। मन्त्री रावलले शासकीय सुधारको 100 कार्यसूची र राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रलाई ध्यानमा राखेर अध्यादेशबारे छलफल अगाडि बढाउनु भएको छ। मन्त्री राहुलले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रभन्दा फरक व्यवस्था नल्याउन स्पष्ट निर्देशन दिनुभएको छ। मन्त्री स्तरीय निर्देशन अनुसार केही नयाँ विषयहरू समेटेर ऐनलाई सुधारमुखी बनाउने प्रयास गरिएको छ। अध्यादेशमा एउटा मात्र आधिकारिक ट्रेड युनियन खोल्न सक्ने व्यवस्था गरिएको मन्त्रालयका एक सहसचिवले बताउनुभयो। हाल कार्यान्वयन भएको निजामती सेवा ऐन 2049 मा दलै पक्षीय कर्मचारीको सङ्घ सङ्गठन खोल्न पाउने व्यवस्था छ। ती सहसचिवका अनुसार अध्यादेश मार्फत आउने ऐनमा सङ्घमा कर्मचारीहरूको दरबन्दीमा ठूलो सङ्ख्यामा कटौती हुनेछ। बढीमा 30,000 दरबन्दी राख्ने व्यवस्था गरिएको छ। हाल सङ्घमा करिब 50,000 कर्मचारीको दरबन्दी छ। कर्मचारीहरूको दरबन्दी घटाउन सहसचिवको सेवा अवधि 10 वर्ष, सचिवको 3 वर्ष र मुख्य सचिवको सेवा अवधि 2 वर्ष कायम गरिने गरी अध्यादेशको मस्यौदा तयार भइरहेको छ। हाल सहसचिवको सेवा अवधि छैन भने सचिवको 5 वर्ष र मुख्य सचिवको 3 वर्ष कायम गरिएको छ। अध्यादेश मार्फत आउने ऐनमा कुलिङ पिरियडको व्यवस्था गरिनेछ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियडको व्यवस्था छलछाम गरी हटाइएकोमा गत भदौ 17 गते राष्ट्रिय सभाले सच्याएर पास गरेको थियो। राष्ट्रिय सभाले पास गरेको विधेयकमा कर्मचारीलाई पनि कुलिङ पिरियडको व्यवस्था राखिएको थियो। अध्यादेशमा उक्त व्यवस्थालाई यथावत राखेर मस्यौदा तयार भएको छ। यस्तै अध्यादेशमा अवकाश उमेर सीमा नबढ्ने भएको छ। अवकाशको उमेर हद 58 वर्ष
राख्ने र सेवा अवधि 30 वर्ष राख्ने विषयमा पनि छलफल भइरहेको छ। प्रतिनिधि सभाले पास गरेको विधेयकमा अवकाश उमेर सीमा 58 वर्षबाट 60 वर्ष कायम गर्ने, तर त्यसको कार्यान्वयन 3 चरणबाट हुने उल्लेख थियो। पहिलो वर्ष 58, दोस्रो वर्ष 59 र तेस्रो वर्ष 60 को उमेर हद लागू हुने गरी विधेयक अगाडि बढेको थियो। तर कर्मचारीहरूले 2/3 को सरकारी निजामती सेवा सम्बन्धी ऐन अध्यादेशमा ल्याउन लागेकोमा आपत्ति जनाएका छन्। सरकारको पहिलो निशाना कर्मचारीमाथि देखियो। कर्मचारी हटाउने र घटाउने कुराबाट सबै तनावमा हुनुहुन्छ। ती सहसचिवको भनाइ उद्धृत गर्दै नेपाल खबर .com मा प्रकाशित समाचारमा भनिएको छ, माथिल्लो तहमा दरबन्दी कटौती गरिँदैछ, तल्लो तहका कर्मचारी हटाउँदैछन्। सुशासन मार्गचित्रको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको भन्दै 22,000 कर्मचारीको दरबन्दी कटौती हुने भएको उनको भनाइ छ। 22 मन्त्रालय सत्रमा झारिँदैछ भने विभिन्न सरकारी संस्थान, प्रतिष्ठान, आयोग, कोष, समिति खारेज गर्ने सरकारको तयारी छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई को 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने गरी इन्ट्रीको काम गरिरहेको छ। बोर्डले 29 वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक टुक्राज अधिकारीका अनुसार जिल्लाबाट मार्क स्लिप र उत्तर पुस्तिका आइरहेको छ। मार्क स्लिपलाई छुट्याएर इन्ट्री गरिरहेका छौँ, उत्तर पुस्तिका पनि आइरहेको छ उहाँले भन्नुभएको छ। एसई 19 देखि 29 चैतसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएको थियो। परीक्षा सकिए लगतै केन्द्रमा उत्तर पुस्तिका परीक्षण गरिएको। यसरी परीक्षण भएका उत्तर पुस्तिका सहित मार्क स्लिप बोर्डमा आइरहेको छ। हालसम्म 8 देखि 10वटा जिल्लाबाट आइसकेको छ। अन्य जिल्लाको आउने क्रम जारी छ। परीक्षा नियन्त्रक अधिकारी भन्नुभएको छ। बोर्डमा हाल 30 जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ। इन्ट्रीका लागि मात्र 17 जना कर्मचारी खटिएका छन्। समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन्। सरकारले 1 महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। सोही अनुसार बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने भएको भन्दै सरकारले छिटो नतिजा निकाल्ने तयारी गरेको छ। यस वर्ष परीक्षाका लागि 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक 33 वर्षीय अभय लामाको मृत्यु भएको छ। रामेछापको लेखु तामाकोसी गाउँपालिका 4 घर हुनुभएका उहाँ गत चैत 29 गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो। लामाको ललितपुर ग्वारको स्थित बीएनबी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभएको छ। आइतबार राति तारकेश्वर नगरपालिका डाँडा गाउँमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेको लामा सवार बाप्र 02-029 प 9415 नम्बरको मोटरसाइकललाई बाप्र 03-001 ख 1715 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटना लगतै उद्धार गरी उहाँलाई टिचिङ अस्पताल लगिएको थियो। थप उपचारका लागि बीएनबी अस्पताल पुर्याइएको थियो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले सम्पत्ति विवरण पारदर्शी रहेकाले कुनै डर नरहेको बताउनु भएको छ। करिब 23 करोड बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेपछि यसबारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रश्न उठेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। ती सम्पत्ति मेरो परिवारको इमान्दार कमाई हो, मलाई कुनै डर छैन उहाँले भन्नुभएको छ। पारदर्शिता अब व्यक्तिमा मात्रै नभएर अभ्यासमा हुनुपर्ने उहाँले बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्रीले लेख्नु भएको छ, पारदर्शिता पारदर्शिता पारदर्शिता। म त्रिभुवन विश्वविद्यालय अन्तर्गत सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार नियन्त्रणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ। यसै मान्यता अनुसार मैले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको छु। मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुबा आमा र मामा घर अर्थात् मावली पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुबाको सवारी साधनको समेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको छु, किनभने मलाई कुनै डर छैन। यी सबै सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाई हुन्। मेरो बुबाको सन्दर्भमा म स्पष्ट पार्न चाहन्छु, उहाँले नेपाल राष्ट्र ब्याङ्कमा करिब 30 वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। साथै उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष वासिङटन डीसीमा एक्जिक्युटिभ डिरेक्टरको सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमान्दारिताप्रति म सधैँ गर्व गर्छु र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्। काठमाडौँको जग्गा खरिदको विषयमा त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम थियो। हाल ती सम्पत्तिहरूको मूल्य 50 गुणा भन्दा बढीले वृद्धि भएको छ, जुन केवल हाम्रो मात्र होइन समग्र बजार प्रवृत्तिको परिणाम हो। पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलन चल्तीको बजार मूल्य नै उल्लेख गरेको छु। अन्त्यमा म यो स्वीकार गर्दछु कि म एक हिसाबले प्रिभिलेज पृष्ठभूमिबाट आएको व्यक्ति हुँ।
तर आजसम्म आधारभूत शिक्षा बाहेक मैले कहिले पनि बुबा आमाको सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। म स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फुल टाइम रूपमा काम गर्न थालेको व्यक्ति हुँ। मैले आफ्नो आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु। मेरो विवरणमा देखाइएको ऋण समेत बुबा आमाको आर्थिक सहयोग बिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको हो। प्यान नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु, मसँग वैध प्यान नम्बर छ, तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेको हुँ। पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु। आगामी दिनहरूमा यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिका लागि देशभर 1 महिने जरामा जाउँ अभियान सुरु भएको छ। सभापति गगन कुमार थापाले काठमाडौँ महानगरपालिका 30 को वडा इकाइ कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अद्यावधि गरेसँगै अभियानको सुरु भएको हो। अभियानका लागि कांग्रेसले 77 वटा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ। केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिका बमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्नेछन्। 1 महिने जरामा जाऊ अभियान अन्तर्गत कांग्रेसले डिजिटल कांग्रेस आइडी अनिवार्य गर्ने, क्रियाशील सदस्यता ओडामे अद्यावधि गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ। कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिका लागि फारम भर्नुपर्ने, फोटो खिच्नुपर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ। सबै क्रियाशील सदस्यहरूको व्यक्तिगत विवरण सङ्कलनका लागि कांग्रेसले सदस्यता अद्यावधि गर्ने क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो। कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढङ्गले लागू गर्ने, नयाँ सदस्यता डिजिटलले खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ। कांग्रेसले 1 महिने जरामा जाउँ अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधि गर्न जाँदा ओटिपी नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन भनेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधि नगर्ने व्यक्ति क्रियाशील सदस्यका रूपमा नरहने स्पष्ट पार्नुभएको छ। जरा अभियान अन्तर्गत कांग्रेसको ग्रान्ड रिफर्म कार्यक्रमको सुरुवात गरेको उहाँको प्रश्नोक्ति छ। उहाँले पार्टीभित्र सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अद्यावधिक अनिवार्य गरिएको बताउनु भएको छ। आफ्नो वडा कार्यालयबाटै सदस्यता अद्यावधिक प्रक्रिया सुरु गर्दै यसलाई पार्टी विधान अनुसार आवश्यक र अनिवार्य भएको बताउनु भएको छ। वैशाख 15 गतेभित्र सबै क्रियाशील सदस्यले आफ्नो वडामा गएर सदस्यता अद्यावधि गर्नुपर्ने निर्देशन दिनुभयो। देशका विभिन्न जिल्ला, दोलखा, गोर्खा, रोल्पा लगायतका स्थानका सदस्यलाई पनि आफ्नो ठाउँमा फर्केर प्रक्रिया पूरा गर्न आग्रह गर्नुभएको छ। सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिएको समेत बताउनुभयो। स्वयं फर्म भरेपछि प्रणालीमा इन्ट्री भएको र ओटिपी मार्फत प्रक्रिया पूरा हुने बताउनु भएको छ। सदस्यता सम्बन्धी भ्रम र अफवाह नफैलाउन आग्रह गर्दै उहाँले कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो। हिजो पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै सदस्यता कसैले खारेज गर्न नसक्ने बताउनु भएको थियो। केही सदस्यता अद्यावधि गर्न लागेको प्रति देउवा पक्षको, फेरि सदस्यता अद्यावधि गर्न लागेको प्रति देउवा पक्षको आपत्ति छ। जवाफमा गगनले भन्नुभयो, कसैले केही कुरा बुझ्नु भएको छैन भने केन्द्रीय कार्यालय आइदिनु होला। पार्टीको जिम्मेवार साथीहरू जिम्मामा हुनुहुन्छ, यो कुरा बुझिदिनुहुन्छ। केन्द्रीय प्रतिनिधि जानुभएको छ, बाहिर हाम्रो सदस्यता खाइदिन लाग्यो, कसैले खोज्न सक्दैन भनेर अनावश्यक कोलाहल मचाइदिने काम नगरिदिन आग्रह गर्दछु। उहाँले आफूलाई सक्नेले सहयोग गर्न आग्रह गर्दै नसक्नेले डिस्टर्ब नगरिदिन समेत आग्रह गर्नुभयो। पोखरालाई विश्वकै सुन्दर र स्वच्छ सहरको रूपमा कायम राख्न महानगरले ग्रिन पोखरा क्लिन पोखरा अभियानलाई एउटा सांस्कृतिक रूपमा अगाडि बढाएको छ। मेयर धनराज आचार्यले संसारभरका पर्यटकहरू आउने सहर भएकाले यहाँको स्वच्छता र हरियालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। पोखरा यो नेचर, कल्चर र एडभेन्चरको सहर हो। त्यसो भएको हुनाले संसारभरिका पर्यटकहरू आउने पनि सहर हो। त्यसबाट हामीले ग्रिन पोखरा क्लिन पोखराको अभियान सुरु गरेका छौँ। खाली जमिन जति छ हैन, सडकको किनारको मात्रै होइन, सबै ठाउँलाई चाहिँ हामीले वन विज्ञान अध्ययन संस्थानसँग जोइन्टली मिलेर हाम्रो रैथाने प्रकृतिको बिरुवाहरू चाहिँ के हुनसक्छ त, यहाँ चाहिँ पाम ट्री रोप्ने चिज होइन हैन, त्यसलाई समेत हेरिकन चाहिँ हामीले 2,26,000 प्लान्टेसन गर्ने अभियान सुरु गरेका छौँ लास्ट इयरबाट। यो चाहिँ अर्को वर्षसम्म हामी त्यसलाई चाहिँ पुरा गर्छौँ। महानगरले खाली जमिनहरूमा पोखराकै रैथाने बिरुवाहरू लगाउनका लागि 2,26,000 वृक्षारोपण गर्ने अभियान गत वर्षबाट सुरु गरेको छ। यो अभियान अर्को वर्षसम्ममा पुरा गर्ने लक्ष्य राखिएको छ। यसमा निजी क्षेत्र, सङ्घ संस्था र हरेक नागरिकलाई सहभागी गराइएको छ। विशेष गरी आफ्नो जन्मोत्सवमा करिब 200 वटा बिरुवा रोप्नुहोस् भन्ने भावनात्मक अभियानले नागरिकहरूमा वृक्षारोपणप्रति ठुलो उत्साह जगाएको मेयर आचार्यले बताउनु भएको छ।
सरसफाइको क्षेत्रमा पनि महानगरले इतिहासमै पहिलोपटक व्यवस्थित कार्ययोजना बनाएको छ। सहरको डिल, भिर, तालतलाइया, मूल बाटो, शाखा बाटो र प्रशाखा बाटोको सफाई र व्यवस्थापनका लागि स्पष्ट खाका तयार पारिएको छ। तालहरूको संरक्षण र सफाइका लागि नियमित अभियानहरू सञ्चालन भइरहेको छ। पोखरालाई केवल बाटो सफा भएको सहर मात्र नभई हरियाली र प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर बनाउन महानगरले दीर्घकालीन सोचका साथ काम गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रङ्कलाइन बापतको बक्यौता महसुल उठाउन उद्योगीहरूलाई पुनः पत्रचार गरेको छ। प्राधिकरणले विभिन्न उद्योगहरूलाई पत्रचार गर्दै बक्यौता तत्काल बुझाउन ताकेता गरिएको जनाएको छ। प्राधिकरणले तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङ हुँदा गत वैशाखमा विद्युत बक्यौता नतिर्ने 25 उद्योगमा लाइन काटेको थियो। प्राधिकरणले लाइन काटेसँगै धेरै उद्योगले पहिलो किस्ता बापतको रकम बुझाएका थिए। पहिलो किस्ता बुझाउने उद्योगहरूलाई प्राधिकरणले तत्कालै दोस्रो किस्ता बुझाउन पत्रचार गरेको थियो, तर थोरै उद्योग बाहेक अन्य उद्योगहरू दोस्रो किस्ता बुझाउन रुचाएनन्। उनीहरू केही अदालत गए त कुनै पुनरावलोकन मुद्दा लिएर विद्युत नियमन आयोगमा गएका थिए, तर आयोगले मुद्दामा जाने उद्योगको मुद्दा खारेज नै गरेर बक्यौता रकम उठाउने बाटो खोलिदिएको छ। 21 फागुनको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको करिब 2/3 बहुमतको सरकार बनेको छ। नयाँ सरकार बनेको केही दिनमा 100 दिनको कार्यसूची बनाएर काम गरिरहेको छ, तर 100 दिनको कार्यसूचीमा विद्युत बक्यौता परेको छैन। कार्यसूचीमा नपरे पनि ऊर्जा मन्त्रालयले प्राधिकरणसँग चासो देखाएसँगै प्राधिकरणले पुनः बाँकी विद्युत बक्यौता उठाउन उद्योगहरूलाई पत्र काट्न थालेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष 2083लाई खिल निकाल्ने वर्षका रूपमा चित्रण गर्नुभएको छ। नयाँ वर्षको उपलक्ष्यमा मङ्गलबार सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई खिल निकाल्ने वर्षको रूपमा चित्रण गर्नुभएको छ। लामिछानेले लेख्नुभएको छ, खिल निकाल्ने वर्ष हो, मजाले दुख्छ सहने शक्ति मिलोस्, हाम्रो तर्फबाट धेरै शुभकामना। सभापति लामिछानेले मुलुकको व्यथिति र पुराना राजनैतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुन सक्ने सङ्केतसहित यस्तो बताउनु भएको छ। उहाँको पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार र व्यथिति विरुद्ध निर्मम रूपमा प्रस्तुत हुने बताउँदै आएको छ। पर्साको वीरगञ्ज महानगरपालिका 9मा एकजना प्रहरी जवानको हत्या भयो। कालिकामाई गाउँपालिका 1 मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत 28 वर्षीय विकास चौरासियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए। घटनाबारे सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरासियालाई तत्काल अस्पताल पुर्याए पनि बाटोमै मृत्यु भएको थियो। विवाहपछिको प्रेम सम्बन्धका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार रानीघाट स्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाको घरमा डेरा गरी बस्दै आएका रौतहटका 26 वर्षीय सन्तोष शाह र उनकी पत्नी 24 वर्षीय सोनी कुमारी शाहको कोठामा पुगेका बेला चौरासियामाथि आक्रमण भएको हो। घटना पश्चात घटनामा संलग्न सन्तोष शाह, उनकी पत्नी सोनी कुमारी, 12 को महागढी नगरपालिका 7 निवासी 19 वर्षीय विशाल शाह र भारतको उत्तर प्रदेश अलीगढ निवासी 21 वर्षीय ओमबेर प्रजापतिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। चौरासिया र सोनी बीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि श्रीमान सन्तोषले हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सोही योजनाअनुसार चौरासियालाई कोठामा बोलाएर चारैजनाले रडले प्रहार गरी कुटपिट गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको छ भने घटनाको कारण र अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी जनाएको छ। आँट र प्रविधिको साथ र किसानको भरोसासँगै धादिङमा औद्योगिक सम्भावनाको नयाँ ढोका खुलेको छ। धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका 8 ससा कमेरे नजिकै करिब 1 अर्ब 50 करोड रुपियाँको लगानीमा निर्माण भइरहेको फ्रेन्च फ्राई उद्योगले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। बिहानको झिल्के घाम लाग्दै गर्दा ठुला संरचनाका स्टिल फ्रेमहरू व्यवस्थित रूपमा जोडिँदै गरेको देखिन्छ, जहाँ आधुनिक मेसिनरी जडानको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। वरिपरिका किसान र स्थानीयहरू यसलाई केवल एउटा उद्योगको मात्र नभई आफ्नो भविष्यसँग जोडिएको आशाको केन्द्रको रूपमा हेर्दछन्। सभामुख डोलप्रसाद अर्याल डिपी अर्यालले उद्योग स्थलको अवलोकन गर्दै यो परियोजनाले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै राज्यले अझै लगानी मैत्री वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ। उद्योग सञ्चालनमा आएपछि करिब 10 टन आलु प्रशोधन गर्ने क्षमता रहनेछ भने करिब 200 जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुने अनुमान गरिएको
गरिएको छ। साथै करिब 20,000 किसानको आफ्नो उत्पादनको सुनिश्चित बजार पाउने अपेक्षा गरिएको छ। स्थानीय किसान रामबहादुर तामाङले भन्नुभयो, पहिले आलु बेच्न बजार खोज्नुपर्ने अवस्था थियो, कहिले मूल्य पाइन्थ्यो कहिले पाइँदैन थियो। अब उद्योग आएपछि हामीलाई ठुलो राहत मिल्नेछ। उद्योग सञ्चालकहरूले यो परियोजनालाई केवल उत्पादन केन्द्र मात्र नभई समग्र आर्थिक चक्रको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्। दैनिक करिब 10 टन कच्चा आलु प्रशोधन गर्न सक्ने पूर्ण स्वचालित मेसिनरी जडानपछि उत्पादन गुणस्तर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास गरिएको छ। यसैगरी स्थानीय सरकार र उद्योग व्यवस्थापन बीच सहकार्य गर्दै किसानका लागि विशेष छुट तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाइएको छ। नीलकण्ठ नगरपालिका 8मा करिब 25% छुटमा कृषि उत्पादन आपूर्ति गर्ने व्यवस्था मिलाइएको जनाइएको छ। यो परियोजना सञ्चालनमा आएपछि धादिङलाई कृषि औद्योगिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना अझ बलियो हुने विश्वास लिएको छ। यसरी धादिङमा सुरु भएको यो फ्रेन्च फ्राई उद्योग केवल उत्पादन केन्द्र मात्र नभई स्थानीय किसान, युवा र समग्र जिल्लाको समृद्धिको प्रतीक बन्ने बाटोमा अगाडि बढिरहेको छ। लामो समय शिथिलतामा गुज्रिरहेको घरजग्गा क्षेत्रमा सुधारका सकारात्मक सङ्केतहरू देखिन थालेको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको नेपालमा घरजग्गा बजारको अवस्था सम्बन्धी विस्तृत प्रतिवेदनले बजार बिस्तारै लयमा फर्किन थालेको देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र ब्याङ्कको ब्याङ्किङ तथा वित्तीय तथ्याङ्कमा आधारित रहेर तयार पारिएको यस प्रतिवेदनले आर्थिक वर्ष 2079-80 देखि 2081-82 सम्मको घरजग्गा कारोबारको प्रवृत्ति, कर्जा प्रवाह र सरकारको राजस्व सङ्कलन विश्लेषण गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। यसअनुसार घरजग्गाको कारोबार सङ्ख्या, किनबेच भएको क्षेत्रफल र थैली रकममा क्रमिक वृद्धि भइरहेको देखिएको छ। त्यस्तै कारोबारमा मौसमी प्रभाव पनि परेको देखिन्छ। राष्ट्र ब्याङ्कका अनुसार नेपालको घरजग्गा बजारमा स्पष्ट रूपमा मौसमी प्रभाव देखिने गरेको प्रतिवेदनले औँलाएको छ। सामान्यतया मनसुन र चाडबाडका कारण कारोबारमा कमी आउने गरेको छ। तेस्रो र चौथो त्रैमासमा कारोबार उच्च हुने गरेको राष्ट्र ब्याङ्कले जनाएको छ। त्यस्तै भोल्युममा मध्य प्रदेश अगाडि हुँदा मूल्यमा बागमती प्रदेश अगाडि रहेको छ। प्रदेशगत रूपमा घरजग्गा कारोबारको असमान देखिन्छ। कारोबार सङ्ख्या र किनबेच भएको जग्गाको कुल क्षेत्रफलको आधारमा मध्य प्रदेश देशकै पहिलो स्थानमा छ। मधेसपछि कोशी र लुम्बिनी प्रदेशमा धेरै कारोबार भएका छन्। मधेसमा विशेष गरी 20 तुरभन्दा ठुला कृषि तथा औद्योगिक प्रयोजनका जग्गाको किनबेच धेरै हुने गरेको छ। बागमती प्रदेशमा पनि कारोबार सङ्ख्या मधेसको तुलनामा कम भए पनि थैली रकमको आधारमा बागमती सबैभन्दा अगाडि रहेको छ। आर्थिक वर्ष 2081-82 को चौथो त्रैमासमा मात्रै बागमती प्रदेशमा 51 अर्ब 37 करोड रुपियाँ बराबरको कारोबार भएको छ। राजधानी काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा जग्गाको मूल्य अत्याधिक महँगो भएका कारण यस्तो अवस्था आएको हो। उता कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि घरजग्गा कारोबार सङ्ख्या र मूल्य दुवै निकै न्यून रहेको छ। अब के अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाले गरेको नाकाबन्दीका बावजुद मङ्गलबार रिच स्टारी नामको चिनिया ट्याङ्कर हर्मुज स्ट्रेट पार गर्दै फारसको खाडीबाट बाहिर निस्केको छ। सिपिङ डेटा अनुसार नाकाबन्दी लगाइएपछि हर्मुज स्ट्रेट पार गर्ने यो पहिलो जहाज हो। ट्याङ्कर र यसको मालिक कम्पनी यसअघि नै अमेरिकाको प्रतिबन्धमा छ। पहिले फुल स्टार भनेर चिनिने जहाजलाई अमेरिकाले 2023मा इरानलाई ऊर्जा प्रतिबन्धबाट बस्न मद्दत गरेको आरोपमा कालो सूचीमा राखेको थियो। डेटा अनुसार जहाजले लगभग 2,50,000 ब्यारल मिथानोल बोकेको थियो, जुन युएईको हमरिया बन्दरगाहबाट लोड गरिएको थियो। पाकिस्तानमा गत शनिबार भएको अमेरिका इरान वार्ता असफल भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि हर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै हर्मुज जलसन्धिमा जारी अमेरिकी नाकाबन्दीको नजिक कुनै पनि इरानी जहाज आएमा अमेरिकी सेनाले त्यसलाई नष्ट गर्ने बताएका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा एक पोस्ट गर्दै ट्रम्पले इरानको नौसेना समुद्रको फेदमा पुगिसकेको र सम्पूर्ण रूपमा ध्वस्त भएको बताएका छन्। सैन्य विश्लेषकहरूले यसअघि इरानको नौसेनामा परम्परागत ठुला जहाजहरूका साथै साना र तीव्र गतिका डुङ्गाहरू पनि सामेल रहेको बताउँदै आएका छन्। यी साना डुङ्गाहरू विशेष गरी हर्मुज जलसन्धि आफ्ना साँगो र जलमार्गहरूमा छापामार शैलीको सैन्य कारबाहीका लागि तयार पारिएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा इन्डोनेसियाका राष्ट्रपति पब्लो सुब्रियान्तोसँग द्विपक्षीय व्यापार र वर्तमान भूराजनीतिक अवस्थाबारे वार्ता गरेका छन्। क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। पुटिनले सन् 2025मा रुस इन्डोनेसिया व्यापार कारोबार 12.5% बढेको उल्लेख गर्दै दुवै देशले स्थिर व्यापार गति कायम राख्न समाधान खोज्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्। पुटिनका अनुसार ऊर्जा, अन्तरिक्ष, कृषि र औषधि दुई देशबीचको द्विपक्षीय सहयोगको सबैभन्दा आशाजनक क्षेत्र हुन्। उनले इन्डोनेसिया ब्रिक्सको पूर्ण राष्ट्र बनेको र यसले युरोपियन इकोनोमिक युनियनसँगको सहयोग जस्तै सहयोगको अर्को अवसर प्रतिनिधित्व गर्ने बताएका छन्। सुब्रियान्तोले यति छिटो अवधिमा इन्डोनेसियालाई ब्रिक्समा सामेल हुन मद्दत गरेकोमा रुसप्रति कृतज्ञता व्यक्त गरेका छन्। रुसी ऊर्जा मन्त्रीका अनुसार रुसले इन्डोनेसियाबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि अनुरोध प्राप्त गरेको छ र पक्षहरूले
दीर्घकालीन सम्झौताहरूमा काम सुरु गरिसकेका छन्। हिजबुल्लाका नेता नाइम कासेमले लेबनान सरकार र इजरायल बीच अमेरिकामा हुने भनिएको आगामी बैठक अस्वीकार गरेका छन्। इजरायली सेनाले लेबनानमाथि आक्रमण तीव्र बनाइरहेको बेला उनले यसलाई निसफल प्रयास भएको बताएका छन्। टेलिभिजन मार्फत दिएको सम्बोधनमा कासेमले सरकारलाई प्रस्तावित वार्तामा सहभागी नहुने ऐतिहासिक र साहसी अडान लिन आग्रह गरेको छ। लेबनान र इजरायलका अमेरिकी राजदूतहरू मङ्गलबार वासिङटन डीसीमा भेट्ने तालिका छ, जहाँ दुई देशबीच प्रत्यक्ष वार्ता सुरु गर्ने विषयमा छलफल हुने बताइएको छ। उनले भनेका छन् यी वार्ताहरू हिजबुल्लालाई हतियार त्याग्न दबाब दिने चाल मात्र हुन्। उनले भनेका छन् इजरायलले स्पष्ट रूपमा यी वार्ताको उद्देश्य हिजबुल्लालाई निशस्त्र बनाउनु हो भनेर बताइसकेको छ, जसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पटक पटक दोहोऱ्याएका छन्। त्यसो भए उद्देश्य पहिले नै स्पष्ट भएको वार्तामा कसरी सहभागी हुन सकिन्छ उनले भनेका छन्। उनले थप भनेका छन् हामी आराम गर्ने छैनौँ, रोकिने छैनौँ र आत्मसमर्पण गर्ने छैनौँ, बरु हामी युद्ध मैदानले नै परिणाम दिनेछौँ। मार्चको सुरुवातमा हिजबुल्लाले रकेट आक्रमण गरेपछि इजरायलले लेबनानमाथि युद्ध झनै तीव्र बनाएको छ। नोभेम्बर 2024 देखि इजरायल र इरान समर्थित समूहबीच युद्धविराम कायम रहेको भनिए पनि इजरायलले लगभग दैनिक रूपमा घातक आक्रमणहरू जारी राखेको छ। हिजबुल्लाका अनुसार मार्च 2 मा गरिएको आक्रमण अमेरिका र इरानले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई युद्धको पहिलो दिन हत्या गरेको प्रतिशोध स्वरूप गरिएको थियो। त्यसयता इजरायलले बम्बाई र दक्षिण लेबनानमा गरिएको स्थल आक्रमणका कारण कम्तीमा 2055 जनाको मृत्यु भएको छ, जसमा 165 बालबालिका र 87 स्वास्थ्यकर्मी समावेश छन्। 6000 भन्दा बढी घाइते भएका छन् भने 12 लाख मानिस घरबार छाड्न बाध्य भएका छन्। लेबनानी अधिकारीहरूले युद्धविराम सुनिश्चित गर्नु प्राथमिकता भएको बताएका छन्, तर इजरायलले औपचारिक शान्ति वार्ता सुरु गर्न चाहेको जनाएको छ। उसले हिजबुल्लालाई निशस्त्र बनाउने कुरालाई प्राथमिकता दिएको छ, तर युद्धविराम वा दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्ने विषयमा केही उल्लेख गरेको छैन। इरानमा सन् 2025 मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ। दुई अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाका अनुसार उक्त वर्षमा कम्तीमा 1669 जनालाई मृत्युदण्ड दिएको छ। यो सन् 1989 पछिकै उच्च सङ्ख्या हो। यसले राज्यद्वारा दमनको औजारका रूपमा मृत्युदण्ड प्रयोग भइरहेको सङ्केत गरेको छ। नर्वेमा आधारित इरान मानवाधिकार र पेरिस स्थित टुगेदर एग्नेस्ट द डेथ पेनाल्टीले सार्वजनिक गरेको संयुक्त प्रतिवेदन अनुसार यो सङ्ख्या अघिल्लो वर्ष 2024 को तुलनामा 68% बढ्यो। सन् 2024 मा 975 जनालाई मृत्युदण्ड दिएको थियो। मृत्युदण्ड दिएका मध्ये 48 जना महिला पनि रहेका छन्। यो पछिल्लो 2 दशक यताकै उच्च सङ्ख्या हो। पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरान बीच भएको वार्तामा कुनै सम्झौता हुन नसके पनि यी छलफलहरूले उनीहरूको संलग्नताको गम्भीरतालाई जोड दिएको र नयाँ संवाद मार्फत सकारात्मक र अर्थपूर्ण कदम चालेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्। प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्ति मार्फत यसबारे जानकारी दिएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वको कुनै सैन्य समाधान नरहेको उनले बताएका छन्। गहिरो मतभेदका कारण रातारात सम्झौता हुन नसक्ने भएकाले महासचिवले वार्तालाई रचनात्मक रूपमा अगाडि बढाउन आह्वान गरेका छन्। हङ्गेरीमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको टिसजा पार्टीका नेता पिटर म्यागियारले युरोपेली सङ्घ यूसँग रचनात्मक सहयोग गर्ने र व्यावहारिक परराष्ट्र तथा आर्थिक नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै उनले हङ्गेरीको युरोपेली पहिचानमा जोड दिएका छन्। उनले व्यावहारिक अन्तर्राष्ट्रिय सहयोगका लागि आफू खुल्ला रहेको सङ्केत गरेका छन्। युक्रेनको विषयमा बोल्दै उनले युक्रेनलाई युको द्रुत सदस्यता दिने कुराको हङ्गेरीले समर्थन नगर्ने स्पष्ट पारेका छन्। युद्धरत देशलाई सदस्यता दिनु सम्भव नभएको तर्क गर्दै उनले सबै उम्मेद्वार राष्ट्रहरूले सदस्यताका लागि तोकिएको पूर्ण प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भविष्यमा युक्रेनको सदस्यता सम्बन्धी कुनै पनि निर्णय जनमसङ्ग्रहको विषय हुने र निकट भविष्यमा यसको सम्भावना नरहेको बताएका छन्। युक्रेनका लागि युको प्रस्तावित 90 अर्ब युरो अर्थात् 105 अर्ब अमेरिकी डलरको ऋण प्याकेजको सन्दर्भमा उनले डिसेम्बरको युरोपेली परिषदको निर्णय अनुसार हङ्गेरीले यसबाट अलग रहने सुविधा पाइसकेको जानकारी दिएका छन्। यसले हङ्गेरी अब पहिलेको जस्तो अवरोधकारी नीति कायम नराख्ने सङ्केत गरेको छ। हङ्गेरीले आफ्नो कठिन आर्थिक अवस्थाका कारण यो ऋण आयोजनाबाट बाहिरै रहनुपर्ने र आफूलाई विनियोजित भइसकेको युकोष प्राप्त गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने उनले भनेका छन्। रुसको सम्बन्धमा उनले युक्रेन द्वन्द्व समाप्त भएपछि युरोपले रुसमाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न सक्ने धारणा व्यक्त गरेका छन्। ऊर्जाको उच्च लागतले प्रतिस्पर्धामा ह्रास ल्याउने उनको तर्क थियो। यसैबीच उनले हङ्गेरीले आफ्नो ऊर्जा स्रोतहरूलाई विविधीकरण गर्ने र सकेसम्म धेरै स्थानहरूमा तेल र ग्यास खरिद गर्ने प्रयास गर्ने बताएका छन्।
उनले रोका गरिएको करिब 20 अर्ब युरो अर्थात् 23 अर्ब डलरको यु कोष फुकुवा गर्न छिटो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका लागि भ्रष्टाचार विरोधी उपायहरू, न्यायिक स्वतन्त्रताको पुनरुत्थान, सञ्चार माध्यमको स्वतन्त्रता सुनिश्चित गर्ने र शैक्षिक स्वायत्ततालाई सुदृढ गर्ने लगायतका युरोपेली आयोगका शर्तहरू पूरा गर्न सुधारका आयोजना र अगाडि सारिने उनले बताएका छन्। यस सम्बन्धमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग वार्ता गरी ब्रसेल्ससँग छिट्टै सम्झौतामा पुग्ने उनले बाचा गरेका छन्। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौँ। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। तपाईँको बाँकी पल सुखद रहोस्।